बाबु सारांश टाइम भइसक्यो किन अब छिटो खाऊ फटाफट खाने। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ। आई होप सबैजना आरामै हुनुहुन्छ होला। अहिले यता बिहानको 6 बजेको छ। अब म उठिसकेपछि हातमुख ब्रस गरेर नुहाएँ, किनभने बिहान नुहायो भने फ्रेस भइन्छ नि त। ननुहायो भने त काम गर्न सकिँदैन। त्यसैले आजकल गर्मी धेरै पनि बढेको छ। म चाहिँ झाडु लगाउनतिर लागेँ नुहाइधुवाइ गरिसकेपछि। त्यसपछि अब खाना बनाउनतर्फ लाग्छु। आज चाहिँ मेरो बिहानको सुरुवात यसरी हुँदैछ। बिहान उठे, झाडु पोछा लगाएर नुहाइधुवाइ गरेर हातमुख धोएर नुहाइधुवाइ गरेर अब चाहिँ म खाना बनाउनतर्फ लागेँ। खानामा चाहिँ आलु र सोयाबिनको तरकारी बनाउँछु, हरियो साग बनाउँछु। अलिकति बारीमा थोरै हरियो साग फल्याएको छ, हरियो साग बनाउँछु। छोराछोरीलाई स्कुल लगाउनु पर्ने हो गाइस, त्यही भएर अब अहिले बिहान हतार हुन्छ। अब बनाउनु पर्यो हतार। साथीहरू यति चामल हाल्ने, 2-3 जना छौँ घरमा, एउटा छोरा एउटा छोरी एउटा म, यति भइहाल्छ। साथीहरू अब सोयाबिन र आलुको तरकारी, यो सोयाबिन भयो, यो चाहिँ आलु छ, प्याज टमाटर सोयाबिनको तरकारी पकाउँदैछु म। साथीहरू मेरो भात चाहिँ पाकिसकेको छ। अब छ तरकारी पकाउनु बाँकी। उता रिसाएर एउटा रिसाएर गइसकि, एउटा यता छ फुच्चे केटो। सबैका यस्ता हुन् कि यस्तै हुन् कि साथीहरू, मेरा मात्र हुन्। झगडा गरिराख्छन् जतिखेर नि एउटा झगडा गरेर गइसकि, अर्को चाहिँ यसरी बसिया छ रिसाएर। हरियो साग टिप्न लैजान छु। अब हेर्न सक्नुहुन्छ, म चाहिँ बारीमा पुगिसकेँ। यो हो मेरो पछाडि सानो बारी गाई, यति हो, यसो छ। यति हो मेरो बारीको नाउँमा एउटा घर छ, यति पछाडि बारी छ। अब म हरियो साग टिप्छु गाई। छोरी क्यामेराम्यान छोरी। किरा त लागेको छैन। बारीको एकजनालाई कार्य हुन्छ, एकजनालाई त धेरै हो। छोराछोरी खाँदैनन्, आफू मात्र खाने हो। साथीहरू यो पनि भुल्नै पऱ्यो, बारीमा छ। यो त झन् शरीरको लागि एकदमै राम्रो, आफ्नै घरमा फलाएको, न औषधि हालेको, न
के मेरो चाहिँ खाना रेडी भइसक्यो बिहानको। अब हजुरहरूलाई देखाउँछु यो भात, यता छ भात, यता तरकारी, यो चाहिँ तरकारी, यो हरियो साग, हरियो साग बनाएँ। अब उता अब म खाना हाल्छु। छोराछोरीको गर्मी हो, बिहान 8 बजेदेखि यस्तो गर्मी हुन्छ नि, त्यही भएर बिहानै पकाउनु पर्छ। बाबु खाना रेडी भइसक्यो, खाने अब स्कुल जानु बटिने। श्रीसा खाना रेडी भइसक्यो बाबा, ल टिभी पछि बन्द, टिभी बन्द गर। अब स्कुलबाट आएर हेर्ने। खानु पर्यो त खाना, खाना खाएर अनि हेर्ने। स्कुल जाने फेरि। यस्तो नगर्छु बाबा। ल हेर्नुहोस् गाई, यिनीहरूको हालत यस्तो छ। खाना खाएर स्कुल जाने भन्दैछु म। ल खाऊ है, छिटो खाऊ। भन्दैछ ढिला भइसक्यो, हजुरलाई ढिला भइसक्यो, थाहा छ कि थाहा छैन? छिटो ड्रेस लगाउने, गाडी आएर अनि फर्केर जान्छ। हजुरलाई यहाँ यता ढिला भइसक्यो, फटाफट गर्ने छोरो। मेरो अन्त स्कुल जाने हो, धेरै पढेर आउने। हामीले के भने छ त्यस्तो गर्ने, भइसकेन? पढेर आउने है बाबा। बाबु सारांश टाइम भइसक्यो होइन अब।